वेलकम बैक टू माई यूट्यूब चैनल। आज चाहिँ मैले लाफिङको भिडियो लिएर आउँदैछु साथीहरू। हेर्नु फुल भिडियो सबैजना मिलेर सुरु गरौँ है त। यो चाहिँ पिठो मुछिसक्यौँ हामीले चाहिँ लाफिङको लागि चाहिँ। अब चाहिँ सुरु गरौँ लाफिङ पकाउन। लाउनुहोस् हामी मिलेर लाफिङ बनाउनतिर। हामीले चाहिँ लाफिङ बनाउनलाई चाहिँ 4 भाँडो जति सानो भाँडो जति चाहिँ मैदा लियो। मैदामा लिइसकेपछि यसरी पानी राख्यौँ कि एकदम सफ्ट मैदा डल्लो बनाउनको लागि। अनि यसरी मस्तसँग मल्यौँ कि हामीले चाहिँ यसरी मस्तसँग मोलेपछि एकदम सफ्ट र मुलायम चाहिँ हामीले डो रेडी गर्न सक्छौँ कि। अनि हेर्नुहोस् त यसरी मोलिसकेपछि पानी ठिक्क अड्कालेर हाल्नुपर्छ। यसरी हाम्रो चाहिँ सफ्ट डो चाहिँ रेडी भयो। यसलाई चाहिँ हामीले 15 देखि 20-25 मिनटसम्म चाहिँ यसरी राख्नुपर्छ। राखिसकेपछि हाम्रो चाहिँ 15-20 मिनट भयो कि। भइसकेपछि हेर्नु त भइसकेपछि यो कति मुलायम कति सफ्ट भएछ कि डो चाहिँ। यसलाई चाहिँ हामीले पानी राख्नुपर्छ कि। यो भाँडा भरिने मैदा ढाकिने गरेर यसरी पानी राख्ने। पानी राखिसकेपछि चाहिँ यसमा भएको ग्लुटिन र स्टार चाहिँ छुट्याउनु पर्छ नि त लाफिङको लागि चाहिँ। यसलाई चाहिँ मस्त हातको सहायताबाट यसलाई चाहिँ मस्तसँग मिच्ने के। मिचिसकेपछि हेर्नु त है स्टार चाहिँ निस्क्यो कि। यसलाई चाहिँ एउटा भाँडोमा हालेर राख्नुपर्छ के। अहिले यसकै लाफिङ बनाउने हो नि त। अनि यसरी हजुरहरूले स्टार नसकिन्जेलसम्म यसलाई चाहिँ निकालिरहनुपर्छ हैन। ग्लुटिनको अनि मात्रै राख्नुपर्छ। हामीले चाहिँ यसलाई चाहिँ हामीले कम्तीमा 4 देखि 5 चोटि गर्नुपर्छ के। यसरी गरिसकेपछि चाहिँ अनि मिठो लाफिङ पनि रेडी हुन्छ। हामीले चाहिँ स्टारलाई चाहिँ एउटा भाँडोमा यसरी राख्यौँ निकालेर हेर्नु न। अनि बिचमा अलिअलि ग्लुटिन बाहिरै छ भन्ने भित्र पनि छ भन्ने सोचेर हामीले अर्को भाँडोमा चाहिँ यसलाई चाहिँ खनायौँ कि स्टारलाई चाहिँ। यसरी स्टारलाई खनाइसकेपछि यहाँ सानो ठुन्का रहन्छ हेर्नु न। यसलाई चाहिँ नमिसाउने। यसलाई चाहिँ मस्तसँग घोलिसकेपछि चाहिँ हामीले चाहिँ कम्तीमा 4 देखि 5 घन्टा सेट गर्न राख्नुपर्छ के। यसलाई चाहिँ सेट गर्न राख्यौँ हामीले चाहिँ। ग्लुटिनलाई चाहिँ यता यसो हामीले निकाल्यौँ हैन। यसलाई पनि स्टिम गर्नुहुन्छ यी गर्नुपर्छ। छ भने हजुरले इस्ट हालेर पनि गर्न सक्नुहुन्छ। छैन भने चाहिँ यतिकै गर्न सक्नुहुन्छ। हामीसँग चाहिँ नभएको भएर यतिकै स्टिम गऱ्यौँ। यसलाई चाहिँ हामीले यता मोमोको भाँडामा पानी बसाल्यौँ। पानी बसालिसके जाली यसरी राख्यौँ। जालीमाथि चाहिँ प्लेट राखेर चाहिँ यसलाई हामीले चाहिँ स्टिम कम्तीमा 15 देखि 20 मिनट गर्नुपर्छ। यता गर्दै हुन्छ। हामीले चाहिँ यहाँ अदुवाको टुक्रा थोरै र लसुनको 4वटा कोस्रा लिएर चाहिँ हामीले यसलाई चाहिँ रफ तरिकाले थिच्दा पनि हुन्छ। मसिनो चाहिँदैन। लाफिङको झोल बनाउनु होला। हजुरहरूलाई कति आवश्यक पर्छ त्यो अनुसार लिनु होला। हामीलाई चाहिँ यति भए पुग्छ भनेर यति नै लियौँ कि। अनि एकदम शुद्ध खानेपानी प्रयोग गर्नुपर्छ कि यसमा चाहिँ। अनि यसलाई यसरी राख्ने। यसलाई चाहिँ मस्तसँग फेटेर राख्ने। अर्को कचौरा लिने। कचौरामा कि चिल्ली फ्लेक्स 1 चम्चा लिइसकेपछि त्यो एउटा भाँडोमा तेल बसाल्ने। तेल बसालिसकेपछि स्टार एउटा चाहिँ पड्काउने कति आवश्यक पर्छ दालचिनी। अनि मिठो फ्लेभरको लागि टिमुर पनि यसरी पड्काउने के। पड्काइसकेपछि एकदम सानो ग्यासमा गर्नुपर्छ है यसलाई चाहिँ। अनि हामीले अदुवा लसुन पनि यसरी लियौँ। लिइसकेपछि चाहिँ यहाँ हाम्रो आइको थियो चिल्ली फ्लेक्स। यसमा चाहिँ ल्याएर यसरी हजुरहरूलाई के चाहिन्छ यो चाहिँ यहाँ ल्याएर राख्ने। हामीले चाउचाउ पनि हाल्छौँ। नेपालतिर चाउचाउ पनि हाल्ने भएर सुप पनि राख्यौँ कि यही मसला मिठो होस् भनेर यसरी सुप पनि राख्यौँ। स्वाद अनुसार नुन राख्नु होला है हजुरहरूले नि। यसरी नुन राखेर यसलाई चाहिँ मस्तसँग चलाउने। चलाइसकेपछि एउटा कचौरा लिने। अहिले हाम्रो थियो नि त अदुवा लसुनको झोललाई चाहिँ यसरी छानेर कति हजुरलाई यो चाहिँ लाफिङको रस हो। हजुरहरूलाई कति बनाउन मन लाग्छ त्यति नै बनाउन सकिन्छ। अहिले हामीले बनाएको यो सस चाहिँ यसलाई यसरी राख्ने। हाम्रो चाहिँ एकदम पिरो भयो जस्तो छ। अनि सोया सस पनि यसरी राख्नुपर्छ। अनि सेतो तिल पनि लिनुपर्छ। छ भने प्याज र धनियाँ पात लिनु होला धनियाँ भएर। अनि हामीले चाहिँ यसमा चाहिँ यसरी मिसाइसकेपछि यसलाई चाहिँ मस्तसँग चाहिँ चलाउनुपर्छ के। अब यो चाहिँ रेडी भयो। हाम्रो चाहिँ 4-5 घन्टा पनि भयो हेर्नु न।
स्टारको कसरी पानीको र ऊ लेभल यसरी निस्किएर बसेको छ नि त। यसलाई चाहिँ माथिको पानी चाहिँ सबै तर्काएर फाल्नुपर्छ के। फालिसकेपछि स्टार तल हुन्छ अनि त्यसपछि राम्रो लाफिङ र मिठो स्वादिष्ट पनि बन्छ। पिँधामा जमेको हुन्छ, यसलाई चाहिँ मस्तसँग चलाएर निकाल्नु होला। त्यसपछि हामीले बेसार हालिदियौँ के। बेसार हालिदिसकेपछि चाहिँ यो सिट यसरी मस्तसँग चलाउनु पर्छ। चलाइसकेपछि चाहिँ यसलाई चाहिँ हामीले यसरी राम्रो सिट रेडी गर्ने। रेडी सकेपछि अघि हामीले पकाएको ग्लुटिन चाहिँ यसरी पाकिसक्यो, लगभग रेडी भयो। रेडी भइसकेपछि यसलाई चाहिँ निकालिसके यसलाई चाहिँ सेलाउनु पर्छ के। सेलाइसकेपछि यसलाई चाहिँ सानो सानो टुक्रा बनाएर काट्नुपर्छ। काटेको चाहिँ मैले देखाइनँ ल। अनि एउटा प्लेट लिने, प्लेटमा चाहिँ यसरी तेल लगाइसकेपछि हाम्रो स्टारको सिट एकदम राम्रो भएको छ। यसलाई चाहिँ बिस्तारै गरेर एकदम पातल हुने तरिकाले राख्नुपर्छ। राखिसकेपछि यो चाहिँ हामीले मोमोको भाँडामै बसाल्यौँ। यसलाई चाहिँ यसरी छोपिदिने। छोपिसकेपछि यो चाहिँ हेर्नुहोस् त लगभग रेडी भयो। यसलाई चाहिँ बिस्तारै निकाल्ने होइन। निकालिसकेपछि चाहिँ हेर्नु त कस्तो मजाले सेट भयो लाफिङको चाहिँ। अनि त्यसपछि निकालिसकेपछि यसलाई चाहिँ चम्चा, काँटा अथवा सानो चक्कु कसैको सहायताले यसरी बिस्तारै गर्ने। गरिसकेपछि हातबाट चाहिँ यसले चाहिँ यसरी निकाल्न सकिन्छ। यसै गरी हजुरलाई कति आवश्यक पर्छ त्यति नै बनाउनु होला के। यसरी हेर्नु त बनाइसके यसरी बनाउन सकिन्छ। अघि हामीले रेडी गरेको थियौँ नि त मसलाहरू अनि सोया ससहरू, यसरी चाहिँ यसरी बिस्तारै यसलाई चाहिँ यसरी लगाउने, सबैतिर पुग्ने गरेर लगाउनुपर्छ के। लगाइसकेपछि चाहिँ ग्लुटेन यसरी मसिनो मसिनो गरेर काटेको टुक्रा, अनि नेपालतिर चाहिँ चाउचाउ पनि हाल्ने चलन भएको भएर यसरी चाउचाउ मसिनो बनाएर यसरी राख्ने। ल हेर्नु त यसरी राखिसकेपछि यसलाई चाहिँ बिस्तारै फोल्ड गर्ने के। फोल्ड गरेर हामीले घरमै एकदम घरकै सामानबाट एकदम मिठो लाफिङ बनाएर खान पनि सक्छौँ। यो भिडियो फुल हेर्नु होला। अनि यस्तै गरेर हामीले चाहिँ आफूलाई कति आवश्यक पर्छ त्यति नै रेडी गर्न सक्नुहुन्छ। हामीले चाहिँ यसरी रेडी गऱ्यौँ। अनि घरमै मिठो मिठो खाजा खानेकुरा केही पकाउन चाहनुहुन्छ, मेरो च्यानललाई हजुरहरूले मन पराउनु भयो भने एक लाइक, एक सेयर र एक सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है साथीहरू। घरमै एकदम मिठो मिठो भेराइटी पकाउनको लागि फुल भिडियो लिएर आउँछु मैले। सबै फुल भिडियो हेरेर चाहिँ हजुरहरूले घरमै बनाएर मिठो मिठो मानेर पारिवारिक बसेर खान सक्नुहुन्छ। त्यसको लागि चाहिँ मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्न र लाइक सेयर गर्न चाहिँ नबिर्सिनु होला। हेर्नु त हाम्रो चाहिँ यसरी घरमै मिठो लाफिङ रेडी भयो। त्यही पनि घरकै सामग्रीबाट भन्नाले घरमै बनाएको के। अब चाउचाउ त घरको त होइन, तै पनि चाउचाउ नहालिकन बनाउन सकिन्छ नि त। यस्तो मिठो लाफिङ चाहिँ रेडी भयो घरमै। ल साथीहरू यस्तै भिडियो हेर्नको लागि मेरो च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला। मिठो आजको खाजा चाहिँ हाम्रो लाफिङ रेडी भयो। हेर्नुहोस् त वाउ त मिठो मिठो खाजा बनाउनको लागि चाहिँ फुल भिडियो हेरेर चाहिँ साथ सपोर्ट गर्नु होला है साथीहरू भन्दै आजलाई चाहिँ छुट्टिन चाहन्छु। मिठो खाजा फुल हेरेर हजुरहरूले बनाएर खान नबिर्सिनु होला। हेर्नु त बाइ बाइ साथीहरू, धन्यवाद।